हेलो साथीहरू, गुड मर्निङ है सबैजनालाई। साथीहरू, आजको दिन चाहिँ होइन अब कस्तो राम्रो दिन छ क्या। पानी पर्ला जस्तै छैन, अलिअलि बादल लागेको छ तर सेतो छ नि त। त्यति भन्दैमा चाहिँ हेरौँ न, यो के घाँस हो कुनी सुँगुरले खाँदो रहेछ नि त। अनि सुँगुरलाई घाँस चुर्नका लागि म चाहिँ घर माथितिर लागेँ है, चुर्न थालेँ। तर यो घाँसको नाम चाहिँ आएन नि त मलाई। तपाईँहरूले भनिदिनु होला के हो यो घाँसको नाम चाहिँ, भनिदिनु है, कमेन्ट गरिदिनु होला भिडियोमा है सबैजनाले। हेर्नुहोस् न, यति टिपेँ मैले चाहिँ। अनि यति बोकेर म चाहिँ सुँगुर खोरतिर लागेँ। झन्डै आँखामा फोहोर पस्यो भने झन्डै नै हो भन, कुरै बितिहाल्यो झन्डै। हेरौँ न, यहाँ दानाको बोट, मकैबारी, मकैले घुक्का लगाउँदैछ है। अब चाहिँ खाने बेला हुन लागिसक्यो है। अब घाँस म सुँगुरलाई दिन्छु ल। हेर्नुहोस् है, हाम्रो सुँगुर कम्तीको दर्छेर छैन। फेरि अघि पनि दिएको थिएँ नि त मैले, फेरि लिएर दिएको। अनि खान्छ होला भनेर। सूर्यमुखी फुल हेरौँ न साथीहरू, घाम लाग्दा त क्या खतरा देखेको भने क्या। अर्को बोटमा चाहिँ 3टा, एउटै बोटले 3टा फलिरहेको रहेछ क्या। कस्तो राम्रो लाग्यो मलाई भने, त्यही भएर म हेर्न जाँदैछु। हेर्नुहोस् न साथीहरू, कस्तो क्युट क्या, कति राम्रो क्या। एउटै बोटले 3टा फल्दा मकैबारी। अनि यो घाँस जस्तो के हो, यत्रो यत्रो पात भएको के फुल हो यो तिउरी फुलहरू, धनिया, खोर्सानी देख्न सक्नुहुन्छ। अरू सबै देख्न सक्नुहुन्छ है साथीहरू। भिडियोलाई लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला है।